Hey guys, welcome back my new vlog है। आज चाहिँ छुट्टिन लाग्यो हामी। अब जानु लाग्यो म काठमाडौँ। अब दाङबाट यता मम्मी आन्टी रातिमा यहाँ अँध्यारो भएर बत्ती बाल्नु परेछ। यिनी पनि जानेर झारबेरसम्म अब छोडिदिन्छु अनि होला अनि उ गर्ने। ल भाइ राम्रोसँग बसेस्, कल गर्दै गरेस्, ओके ब्रो माया नमारेस्। मम्मी ल राम्रोसँग बस्नु ला। अब 2-3 वर्षपछि उतै काठमाडौँतिर जाम्ला है। ल लाङगडी आमा तिम्रो खेलेको काखमा सम्झे आँसु भरिन्छ आँखामा रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो हिजो दिउँसो सँगै थियो आज बाटो लागे आमा रात्रि बसले अब घुम्टी मर्ने बेला भयो। आकाश भाइ त कहाँ छस्? आकाश भाइ लो कहाँ हरायो? अब कपडा के हो यो कपडा? लो बत्ती बाल्न पर्ने यसलाई हेर्न त। लो कति कालो कपडा मात्र टल्किया कि हेर्दा कपडा मात्र टल्किया कि त्यो छुदुनी टल्किएन। यहीँ नजिकै लान पर्ने बत्ती पनि बल्ल हेर त टल्क्यो। ए बल्ल देखियो फेस। ल भाइ यस्तो अँध्यारो ए म पनि देखिएन। गाइस खाना खाने ठाउँमा आएर यसो बसिरहेको होइन। उता माथिहरूको क्याब बबल आगो लाग्यो यार। घरिबाट खाना खाएर आएको थिएँ, त्यही भएर खाना नखाने मनले झर्दिनँ भनेको थिएँ। आगो लागेको देखेर बबाल झर्दिनँ। कस्तो आगो लाग्यो त्यस्तो हुन्छ। त्यस्तो नगरौँ है, आगो लाउने काम नगरौँ। यहाँदेखि आगो लाग्यो यहाँसम्म लाग्यो यार। यता कोसम्म लाग्यो। के भयो कौनाले यस्तो आगो लाउने? भेटायो भने समात्दै कुट्दै गर्छु हो म। यस्तो नगरौँ है। यो गाई चाहिँ म यहाँ टोइलेट नि लगाएको थिएँ कि यताउति डुलिरहेको थिएँ होइन। अनि टोइलेटमा नि कौनाले भिडियो हेर्दै बसेको छ भने के अरे पुरा गीत घन्किरहेको छ कि कौनाले टिकटक हेरेको जस्तो होइन। पुरा उस भइरहेको क्या, आँसु लागिरहेको छ मलाई। अब घरै भयो त ठिकै कुरो होइन, बाहिर हिँड्दा चाहिँ यस्तो नगरौँ। टोइलेटमा गएर नि मुहालेर आधा घन्टा नबसौँ, गाडी छुट्ला। जहिले पुगे नै भयो नि त। उल्टो घुमाइदियो यताबाट हे गाइज वेलकम छ है। के अरे हिजो चाहिँ म के अरे हिजो जामबाट आएँ। जाम परिरहेको थियो काठमाडौँ होइन आउँदा, त्यही भएर अनि जाम भएर हल्का लेट भयो क्या। अस्ति राति हिँडेको 8 बजी, हिजो राति आयो भनौँ न। हिजो राति 8 बजीतिर आएँ। अब यसो काठमाडौँतिर हिजो आएर अनि हिजो रेस्ट गरेर अनि आज गर्नु पऱ्यो। आज चाहिँ यसो घुम्नु जानु पऱ्यो भनेर हिँड्न लाग्यो। अब उतितिर घुम्न जाँदाखेरि भ्यूहरू कस्तो छ यताउति देखाउँछु ल। बाई।
शेयर सब्सक्राइब गरिदिनु गाइज यता यही पशुपति आइयो फोटो सोटो एक दुईवटा खिच्यो यति नजिकै भित्र पनि गइएन अनि अब घर फर्किन लाग्यो यस्तो छ जिन्दगी फर्किँदैछौँ घर भित्र नगइकन फर्क्यो भित्र गयो सबै देखाउँछु भन्ने सोच्थ्यो अन्त भित्र केटीहरू राम्रो केटी आएन नि त्यही भएर हो के अरे केटीहरू राम्रो आएन नि त्यही भएर हामी त्यही भएर पशुपतिमा अब के राम्रो केटीहरू अब मलाई सोध कहिले आउने म भन्छु अनि अब ओके त्यहाँनिर त केही घुम्दैन गाइज अब अहिले चाहिँ हामी पशुपतिमा केटीहरूमा भेटाएर धरहरातिर आइरहेको छौँ अब यही धरहरातिर आउँछौँ राम्रो नराम्रो केटी हुन्छ दिदीबहिनी हेरौँ कतातिर कस्तो हुन्छ दाइले राम्रो केटी खोज्दै हिँड्नुभयो अरे केटी भन्नाले पनि मलाई दिदीबहिनीको कमी छ यस्तो ए दिदीबहिनी भनेर बहिनी हो कमेन्टमा पाइहाल्छ नि त्यही त दिदी बहिनीबाट फेरि अरू भयो भने हाम्रो त्यसमा केही दोष छैन होइन अरू त म अब सोच राख्दैन है पुरा बहिनी चाहिँ यसो बोलिरहेको है ए ल ल हाम्रो के भन्छ यसलाई के अरे हाम्रो चुचुरो लामो चुचुरो राम्रो चुचुरो के हो यो गोलो गोलो छ क्या ठिका कुनै दुनियाँमा नभएको ए सानो ए पृथ्वी हो अर्को पृथ्वी यहाँभित्र पनि मान्छे बसोबास गर्छ के गर्छन् ए यसभित्र पनि मान्छे बसोबास गर्छन् अरू भन्नु न दाइ के छ यसको खासियत खासियत भनेको अब बन्दैछ पछि बनेपछि अब हेरौँला हेरौँला नि होइन बनिस पहिला बन्दैछ के हो गाइज यो घरको माथि नि जराहरू आउनु लागेको छ सो हामीहरू चाहिँ दिनभरि अब दिदीबहिनी नभेटाइसकेपछि अगाडि एउटा दिदी जाने हुनुहुन्छ उहाँसँग कुरा गर्ने कोसिस गर्दैछौँ र देशभरि प्रयास गर्दा नि सकिएन दिदी बहिनी भेटाउन अब घरतिर जान्ला अब बाटोमा कोही दिदी बहिनी भेटिहाल्यो भने दिदी बहिनी बनाउनु पर्ला कोही भेटेन हौ यत्रो काठमाडौँ सहरमा केटीहरू दिदी बहिनी चाहिँ भेटिन्छ ओके मेरो त अलरेडी घुमेर अब मस्त घर जान्ला घर बस्ने अब के भन्दै बलगा आज केही चाहिँ गर्ने होला अब दिदी बहिनी भेट्दैन त्यस्तै हो कोही दिदी बहिनीलाई मन पराउनेले लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् ए लाइक गर्नुहोस् तपाईँ कमेन्ट मन पराउने सेयर होइन यहाँ त सेयर गरेको हामीले चाहिँ थाहा पाउँदैन अहिले इन्टरभ्यू यहीँ आउँछ सेयर गरेको हामीले थाहा पाउँदैन दाइ सेयर चाहिँ यहाँ लेख्नु भन्नु यहाँ दाइ आउँछ सेयर चाहिँ लेखेको हाम्रो थाहा हुँदैन होइन सेयर लेखेको चाहिँ हाम्रो थाहा हुँदैन नि त झ्याप्प कति सेयर गरौँ तर कमेन्टमा सेयर पनि गर्नुहोस् सेयर गर्नुलाई किनकि मन पराउनु गइसक्यो त्यो गर्दा नि हुन्छ ल गाइज आजको लागि यही नै गर्नु चाहन्छु पलक सबैलाई बाई बाई अनि के भन्नु चाहिँ जय नेपाल जय नेपाल